सर नमस्कार। नमस्कार। सरको दोकानमा कम्प्युटर अपरेटरको भ्याकेन्सी छ भने सुनेको थिएँ कि, अनि त्यसको लागि आएको नि। ए भाइ हो मणिक राई? हजुर हजुर सर। बस न। ए हुन्छ, धन्यवाद सर। रिज्युम ए रिज्युम ए भाइले 1 साल कोर्स गरेको? हजुर सर। एजुकेसन पनि राम्रै छ, तपाईँको ग्रेजुएसन रहेछ है। हजुर सर। र यहाँ चाहिँ मलाई एउटा कम्प्युटर अपरेटरको एउटा जरुरत परेको छ है, राम्रो रहेछ भाइको। र भाइले चाहिँ अब एउटा सानो इन्टरभ्यू दिनुपर्छ यहाँनिर। हुन्छ सर। इन्टरभ्यू कस्तो भन्दाखेरि चाहिँ यो कम्प्युटरलाई चाहिँ पूर्ण रूपले बन्द गरेर, सिस्टमेटिकली बन्द गरेर त्यसलाई चालु गर्नुपर्छ। ए हुन्छ सर, त्यो म गरिहाल्छु। सक्छ होइन? हजुर सर। त्यहाँ दियो उपरान्त म तिमीलाई भन्छु ल के गर्नुपर्छ। हुन्छ। अब तपाईँ आउनु न। कस्तो पो थियो भनेर त के भएन चलाएको 1 वर्ष भइसक्यो। कता हो यो? यो होला यो लामो के हो, खिच्दैन है जे पाए त्यही बित्था। यहाँ रहेछ के हो, हुँदैन नि त। यहाँ बत्ती बोलिरहेको छ। ए यहाँ रहेछ, यहाँ रहेछ। के भयो हुने त न। ए अच्छा, तार यहाँबाट यहाँ रहेछ नि त यसको त। अन्त शाबाश बेटा। हेर्नुहोस् त सर, गरिदियो त मैले। कम्प्युटर टर्न अफ गरेर जाँदैनस्? यहाँ आवन चाहको मान्छे 1 सालको एक्सपिरियन्स बनाउँछस्? बिहान निक्ली 1 सालको एक्सपिरियन्स भनेर आउँछस् यहाँ। यस्तो दिमाग खराब गर्नेहरू इन्टरभ्यू गर्नु आउँछ यार।